सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रमभित्र यो जलाएर ध्वस्त पारिएको यो गाडी सवारी साधन, यसको पाटपुर्जा समेत सबै खत्तम भइसकेको छ। नम्बर प्लेट पनि देखिँदैन। यो भदौ 24 गतेको विध्वंसात्मक आन्दोलनमा यो नष्ट पारिएको हो। यो सँगै यो कम्पाउन्ड बाहिर पनि एउटा गाडी चाहिँ ध्वस्त भएको गाडी, यो कम्पाउन्ड बाहिरको रहेको यो ध्वस्त पारिएको गाडी हो। सम्भवतः यो कृष्णप्रसाद भट्टराईले चढ्ने गरेको गाडी हुनुपर्छ। यो पुरानो मोडलको गाडी छ। यो पाटपुर्जा सबै एफिएसले दान दिएको एउटा सवारी थियो भन्नुहुन्छ पूर्व सांसद होमराज दाहाल। आज कृष्णप्रसाद भट्टराईको 102औं जन्म जयन्तीको दिन हामी यो भग्नावशेष बनेको भट्टराई आश्रममा आइपुगेका छौँ। प्राय सधैँजसो जन्म जयन्तीमा र उहाँको स्मृति दिवसका अवसरमा भट्टराई आश्रममा कुनै न कुनै कार्यक्रम हुन्थ्यो, विशिष्ट व्यक्तिहरूको आगमन हुन्थ्यो। आज यो भट्टराई आश्रम एकदमै सन्नाटाको अवस्थामा रहेको छ। गेट लतालिङ्ग अवस्थामा रहेको गेट, यो तारले बाँधेर राखिएको थियो। हामीले तार खोलेर यहाँभित्रको केही अवलोकन गऱ्यौँ। यो स्थान चाहिँ पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्ट्याचु शालिग राखिएको स्थान हो। शालिग चाहिँ अहिले यहाँ छैन र यहाँ माथि जान मनाही गरिएको छ भनेर लेखिएको छ। त्यसले गर्दा योभन्दा माथि गएर चोटाकोठाहरू हेर्ने र त्यहाँको चाहिँ विध्वंस हेर्ने कामलाई यो सूचनाले हामीलाई चाहिँ बाधा दिएको हुनाले हामी त्यही नै माथि चाहिँ जान अलिकति कठिनै भएको छ। यो तपाईँको कुरो यो जुन शालिग छ, यो शालिग भत्किएको छ, शालिग छैन र यो नै यो ठाउँको सबैभन्दा महत्त्वपूर्ण, यो आश्रमको सबैभन्दा ठुलो एउटा केन्द्रीय भाग भनेकै शालिग थियो हैन। उहाँको मृत्यु भइसकेपछि यो शालिगमा आएर सबै मानिसहरूले श्रद्धासुमन अर्पण गर्थ्थे, यहाँ घुम्थे र यो जन्म जयन्तीको अवसरमा यहाँ हरेक वर्ष कार्यक्रमहरू हुन्थ्यो। त्यो चाहिँ हुने सम्भव छैन। यो जस्तो तपाईँको पछाडिपट्टि रहेको एउटा बिल्डिङ छ, यो बिल्डिङमा के थियो, कस्तो थियो, यसको केही कुराहरू छ? यो पनि ध्वस्त बनाइएको छ। यो चाहिँ कस्तो भने अध्ययन कक्ष भट्टराई केपी भट्टराईको उहाँको बारेमा लेखिएका लेखहरू, उहाँका आफ्नै कृतिहरू र पुस्तकालयको रूपमा, र यो एउटा चाहिँ कस्तो भने एउटा यो अध्ययन अनुसन्धान केन्द्र हो। यो आश्रम भन्नाले यो जोगीको आश्रम होइन। यो चाहिँ के भने दार्शनिक आश्रम हो र यहाँ मार्फत, यो ठाउँ मार्फत चाहिँ राजनीति के हो, समाज के हो, समाजवाद के हो, प्रजातान्त्रिक समाजवाद भने के हो र विश्व र नेपालको इतिहासको बारेमा चर्चा परिचर्चा गर्नको लागि यो एउटा अध्ययन अनुसन्धान केन्द्रको रूपमा स्थापना गरिएको, नेपाल सरकारको गठन आदेशको बाट बनाइएको संस्था हो यो। त्यसकारण यहाँको मूल सम्पत्ति भनेकै कागजपत्रहरू हुन्। जस्तो यो तपाईँको पछाडिपट्टि रहेको भागमा चाहिँ यो जस्तो एउटा ट्रस्ट जस्तो थियो, यो यहाँ चाहिँ यो मिटिङ हल हो। यो चाहिँ यो जस्तो भट्टराईजी जीवित हुँदा पनि, भट्टराईजीको मृत्यु भइसकेपछि पनि यहाँ विभिन्न कार्यक्रमहरू हुन्थ्यो र त्यो कार्यक्रममा चाहिँ अब नेपालका सामान्यतया राष्ट्रपति, प्रधानमन्त्री आएर, विदेशी अतिथिहरू आएर, धार्मिक गुरुहरू आएर, दार्शनिक राजनीतिक नेताहरू आएर यहाँ चाहिँ प्रवचन दिने गरिन्थ्यो र यो धेरै नै महत्त्वपूर्ण स्थान हो हामी जहाँ अहिले छौँ। त्यही कारण हामीले यो आश्रमको अहिले हामीले मुख्य कुरा चाहिँ तीनटा कुराहरू हामीले अवलोकन गर्दैछौँ आज उहाँको जन्म जयन्तीको अवसरमा।
त्यो के हो भने पहिलो त मैले अघि नै भने यो उहाँको शालिग जुन चाहिँ ध्वस्त पारिएको छ, दोस्रो पुस्तकालय, तेस्रो यो चाहिँ मिटिङ गर्ने ठाउँ, र त्योभन्दा पछाडि मैले अरू भने अरू चाहिँ जुन उहाँको भट्टराई आफ्नो बसेको जुन उहाँको उहाँ जहाँ बस्नुहुन्थ्यो उहाँको अन्तिम अवस्थासम्म त्यही माथिकै बिल्डिङमा बस्नुहुन्थ्यो र यहाँबाट उहाँ सिकिस्त भएपछि काठमाडौँको थापथली नर्भिक हस्पिटलमा लगिएको थियो। त्यहाँबाट नै उहाँको मृत्यु घोषणा भयो, देहावसान भयो र उहाँलाई चाहिँ त्यहाँबाट दाह संस्कार घाटमा लगेर गरिएको थियो। त्यस कारण भट्टराईजीको जीवनको अन्तिम घडी बितेको स्थान हो यो। 67 साल फागुन 20 गतेको दिन थियो उहाँले प्राण त्याग गर्नुभएको र 21 गते बिहान 21 गते दिनभर यहाँ चाहिँ उहाँको शवलाई यहाँ राखिएको थियो। यहाँ चाहिँ त्यस दिन हजारौँको सङ्ख्यामा भन्दा पनि लाखौँको सङ्ख्यामा भिड भएर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका थिए। त्यस दिनदेखि यता हरेक जन्म जयन्ती उहाँको पुस 8 गते जन्म जयन्ती र फागुन 20 गते चाहिँ स्मृति दिवसको अवसरमा यो ठाउँमा चाहिँ विशिष्ट व्यक्तित्वहरूको आगमन भएर उहाँलाई स्मरण गर्ने, उहाँका सत्कर्महरूको चाहिँ चर्चा गर्ने र नेपालको राजनीतिक वृत्तमा र नेपाली काङ्ग्रेस बनाउन उहाँले गर्नुभएको योगदान, नेपाली काङ्ग्रेसको इतिहासका बारेमा चर्चा हुन्थ्यो। र आज त्यो महत्त्वपूर्ण स्थल चाहिँ जेनजी आन्दोलनका कारण भग्नावशेष भएको छ। आन्दोलन भन्दा पनि यसलाई विध्वंसमा चित्रण गर्न योग्य हुन्छ कि जस्तो लाग्छ, किनभने यो एउटा सन्त नेता जो प्रधानमन्त्री हुँदाखेरि प्रधानमन्त्रीबाट चाहिँ राजीनामा दिएपछि निस्कँदाखेरि छाता, ट्याङ्का र सुराई बोकेर निस्किनुभएका त्यस्ता जीवन्त व्यक्तित्वको आश्रम आज यो खण्डहर अवस्थामा छ। उहाँलाई सम्झनेहरू पार्टी प्यालेस र भव्य महलमा गएर आज कार्यक्रम गरिरहेका छन्। यसै सन्दर्भमा लोकेश ढकाल लगायतको समूहले चाहिँ चाबेलको एउटा पार्टी प्यालेसमा आज भट्टराईलाई सम्झिराख्नु भएको छ। भट्टराईकै विषयमा थेसिस शोधपत्र तयार गर्नुभएका होमराज दाहाल जो 2051 सालमा सांसद निर्वाचित भएर 54 सालसम्म उहाँले भूमिका निर्वाह गर्नुभएको थियो। भट्टराईको अत्यन्त निकट रहेर उहाँले काम गर्नुभएको थियो। भट्टराईका विश्वासपात्र पनि मानिनुहुन्छ। उहाँसँग यो शोधपत्रका विषयमा चाहिँ तपाईँले कसरी अध्ययन गर्नुभयो, के भयो, यसका बारेमा के बताइदिनुहुन्छ? कृष्णप्रसाद भट्टराईजीको चाहिँ नेपालमा प्रजातान्त्रिक आन्दोलनको लागि सङ्घर्ष, उहाँको सङ्घर्ष प्रजातान्त्रिक आन्दोलनमा केपी भट्टराईको सङ्घर्षमय जीवनी, उहाँका सङ्घर्षका कुराहरू, उहाँको चाहिँ त्यो बारेमा नै मैले चाहिँ मास्टर्स लेभलको थेसिस मैले बनाएको हुँ अध्ययन अनुसन्धानबाट। र उहाँको चाहिँ मुख्य त्यसमा उहाँले मलाई र हाम्रो समाजलाई दिनुभएको त्यो अनुसन्धानमा सबभन्दा ठुलो उहाँको योगदान के छ भने उहाँले चाहिँ खास गरी बनारसबाट अर्थशास्त्रमा एमए इकोनोमिक्समा पढ्दै 7 सालको क्रान्ति अगाडि 6 सालदेखि नै उहाँ क्रान्तिमा लाग्नुभयो। त्यसले गर्दा उहाँले मास्टर्स कहिले पनि उहाँले मास्टर्स पढाइसक्नु भएन र 6 सालपछि जो 7 सालमा यहाँ क्रान्ति भयो, क्रान्तिको दौरानमा उहाँले एउटा युवा जुझारु कङ्ग्रेसको नेता, सानै उमेरको त्यस्तो व्यक्तित्व चाहिँ उहाँले चाहिँ के गर्नुभयो भनेदेखि त्यो बेलामा कङ्ग्रेसले सशस्त्र क्रान्तिको आन्दोलन गरेको थियो। आर्म रिभोल्युसन अगेन्स्ट राणा रिजाइम इन नेपालमा राणा शाहको विरुद्धमा चाहिँ सशस्त्र आन्दोलन गरेको थियो। सशस्त्र भनेको आर्म रिभोल्युसन किन गर्नु परेको थियो भने राणा शासनले चाहिँ अहिंसात्मक
शान्तिपूर्ण आन्दोलनलाई अवज्ञा गरेर 4 जना शहीदहरू मारिसकेको थियो 97 सालमा। उनीहरू शान्तिपूर्ण जनप्रदर्शन गर्न प्रतिबन्ध लगाउँथे। त्यस कारण चाहिँ कङ्ग्रेसले के गर्यो भने अब हामीले चाहिँ शान्तिपूर्ण सङ्घर्षबाट राणालाई चाहिँ हटाउन सकेनौँ, अब हामी सशस्त्र युद्धबाट नै राणा शासनलाई खतम पारेर नेपालमा प्रजातन्त्र ल्याउनुपर्छ र जनताको जित गर्नुपर्छ भनेर कङ्ग्रेसले क्रान्ति सुरुवात गर्यो कार्तिक महिनामा 7 सालको। त्यो क्रान्तिको महानायक कमान्डर मातृका प्रसाद कोइराला हुनुहुन्थ्यो र उहाँ चाहिँ क्रान्तिको कमान्डर हुनुहुन्थ्यो। सैनिक भाषा थियो कमान्डर भनेको। र त्यसको चाहिँ अरू कमान्डरहरू चाहिँ नेपालको विभिन्न क्षेत्रमा फैलिएर गएका थिए। जस्तो पूर्वमा उदयपुर गढी कब्जा गर्ने कमान्डर चाहिँ कृष्णप्रसाद भट्टराई र रुद्रगिरीलाई जिम्मा लागेको थियो र उहाँहरू मधेसबाट तराई इन्डियाबाट नेपाल आएर चाहिँ उहाँहरूले उदयपुर गढी कब्जा गर्नुभयो। र कब्जा कसरी गरियो त, उहाँहरू सङ्ख्या कति थियो, जनसेना कति थिए र त्यो उदयपुर गढीमा सैनिक कतिजना मानिस थिए, त्यहाँ चाहिँ बडाहाकिमहरू को थिए, कतिजना मानिस थिए, कति बजे आक्रमण गर्नुभयो उहाँहरूले र आक्रमण गर्दाखेरि के किसिमको चाहिँ शस्त्र अस्त्र अथवा चाहिँ एउटा युद्ध भयो र कसरी त्यो युद्धमा भट्टराई र गिरीको नेतृत्वमा कङ्ग्रेसको क्रान्तिकारीहरूले चाहिँ विजय हासिल गरे र कसरी राणातर्फका बडाहाकिमदेखि सेनाहरू हारिसकेपछि त्यहाँ उहाँहरू केही समय बसेर पूर्वमा भोजपुरसम्म पछाडि उत्तरमा त्यो उदयपुरबाट उत्तर ओखलढुङ्गा सौलुसम्म दोलखासम्म यता सिन्धुलीसम्म यता तलतिरपट्टि त्यो सबैतिर कब्जा गर्दै उहाँहरू फेरि त्यहाँबाट तल महाभारतबाट चाहिँ दक्षिणतिर झरेर उहाँहरू चाहिँ बन्दीपुर हुँदै कमला खोला हुँदै उहाँहरू चाहिँ कमला खोला क्रस गरेर उहाँहरू फेरि खजुरी हुँदै जयनगरसम्म जानुभयो। जयनगरबाट उहाँहरू क्रान्ति फेरि नेपाल फर्केर खजुरी नेपाल भाग हो क्रान्ति गर्दै उहाँहरूले त्यो सबै कब्जा गर्दै जनकपुर कब्जा गर्नुभयो, जलेश्वर कब्जा गर्नुभयो र जलेश्वर कब्जा गरिसकेपछि त्यहाँ चाहिँ राणा खतम भएपछि त्यहाँ चाहिँ कङ्ग्रेसको सरकार गठन भयो, जनसरकार भनिन्थ्यो र त्यो गठन भइसकेपछि भट्टराई त्यहाँको एउटा ठुलो प्रशासकको रूपमा रहनुभयो र भट्टराईको चाहिँ त्यो जीवनको एउटा ठुलो उहाँमा ट्रान्सफर्मेसन भयो त्यसपछि। किनभने एउटा विद्यार्थी, अहिंसात्मक विद्यार्थी, भारत स्वतन्त्र गराउनलाई गान्धीको नेतृत्वमा जेल पर्नुभएको मानिस, त्यस्तो एउटा युवा विद्यार्थी भारत फ्रिडम भइसकेपछि, इन्डिया चाहिँ इन्डिपेन्डेन्ट भइसकेपछि नेपालमा आएर नेपालमा रिभोल्युसन, त्यो पनि आर्म रिभोल्युसनको वान अफ द लिडर भएर उहाँले चाहिँ जब यो जनकपुरदेखि उदयपुर गढीसम्म अघि नै मैले भने त्यो क्याप्चर गरिसकेर जब क्रान्तिकारी नेता बन्नुभयो त्यसपछि उहाँमा ठुलो परिवर्तन आयो। त्यो परिवर्तन भनेको के भने एउटा स्टुडेन्ट लिडर, एउटा कङ्ग्रेसको चाहिँ एउटा क्रान्तिकारी नेतामा परिवर्तन भएर अब राष्ट्र चलाउने जिम्मेदारीतिर उहाँ पुग्नुभयो, जसले गर्दा उहाँ कङ्ग्रेसको चाहिँ महामन्त्री, त्यसपछि गएर चाहिँ कङ्ग्रेसको महामन्त्री, त्यसपछि गएर उहाँ के हुनुभयो भने 7 सालपछि आएर उहाँको योगदान र उहाँको विद्वता इन्टेलेक्चुअलले गर्दा उहाँ चाहिँ सल्लाहकार सभाको अध्यक्षमा नियुक्त हुनुभयो। सल्लाहकार सभा भनेको चाहिँ जस्तो अहिले हामीले बुझ्दाखेरि संसद या संविधान सभा जस्तो थियो, राजा त्रिभुवनले नियुक्त बनाएका। त्यो सल्लाहकार सभाको उहाँ अध्यक्ष हुनुभयो। पछि उहाँ चाहिँ प्रतिनिधि सभाको सभामुखमा पनि उहाँ निर्वाचित हुनुभयो 2015 सालमा। निर्वाचनपछि 17 सालमा राजाको चाहिँ जुन संसद विघटन र नेताहरूलाई जेल हाल्ने क्रममा उहाँलाई चाहिँ 8 वर्षसम्म उहाँलाई चाहिँ सुन्दरीजल जेलमा राखियो। पछि छुटकारा उहाँ छुटेपछि उहाँले नेपाल विद्यार्थी सङ्घको 2027 साल वैशाख 6 गते नेपाल विद्यार्थी सङ्घको स्वयम्भूमा उहाँले उद्घाटन गर्नुभयो
र त्यही नेभी सङ्घ चाहिँ नेपाल विद्यार्थी सङ्घ चाहिँ भट्टराईको लागि एउटा वरदान साबित भयो। किनभने भारतमा बसेर सुवर्ण शमशेरले सशस्त्र आक्रमण गरेर पञ्चायतलाई या राजालाई फाल्न सकेका थिएनन्। बिपी नेपालबाट छुटेर गएर फेरि सशस्त्र क्रान्ति गर्दाखेरि पनि, सशस्त्र विद्रोह गर्दाखेरि पनि 2029-30 सालतिर चाहिँ नेपालमा राजा र पञ्चायत व्यवस्था फाल्न सक्ने अवस्था थिएन। तर भट्टराईलाई किन वरदान साबित भयो नेभी सङ्घ भने नेपाल विद्यार्थी सङ्घलाई प्रयोग गरेर उहाँले नेपालमा चाहिँ शान्तिपूर्ण जनआन्दोलनको एउटा तयार गर्नुभयो, एउटा बेस तयार गर्नुभयो, आधार तयार गर्नुभयो। र पछि गएर बिपीलाई के लाग्यो भने अब सशस्त्र विद्रोह गरेर पञ्चायत राजलाई या राजा वीरेन्द्रको त्यो बेला शासन समाप्त गर्न सकिँदैन र अब चाहिँ मेलमिलापको नीति लिने भनेर बिपी जब फर्केर आउनुभयो अनि उहाँले के भन्नुभयो भने अब म बुढो पनि भइसकेँ, म बिरामी पनि छु, त्यसकारण यो सारा क्रान्तिको जिम्मेदारी चाहिँ तपाईँले लिनुपर्छ भनेर उहाँले केपी भट्टराईलाई कार्यवाहक अध्यक्ष कङ्ग्रेसको सम्मेलनमा इन्डियामै बसेर बनाइयो। बिपीले उहाँलाई त्यसरी कार्यवाहक अध्यक्ष बनाइसकेपछि गणेशमान सिंह त्यसको चाहिँ सुप्रिम सर्वोच्च नेता र गिरिजाप्रसाद कोइराला महामन्त्री, यसरी त्रय नेताको रूपमा उहाँले आफ्नो उत्तराधिकारी बिपीले सुम्पुनु भयो। र त्यही त्रय नेताकै सङ्घर्षको बलमा 2046 सालमा क्रान्ति भयो र त्यो क्रान्तिको उपलब्धिको रूपमा बहुदलीय व्यवस्था स्थापना भयो, पञ्चायत व्यवस्थाको अन्त्य भयो, निर्दलीयताको खत्म भयो र नेपालमा चाहिँ भट्टराई प्रधानमन्त्री केपी भट्टराई प्रधानमन्त्रीमा नियुक्त हुनुभयो र भट्टराईकै नेतृत्वमा नेपालको संविधान अधिराज्यको संविधान 2047 जारी भयो। र यसरी नेपालमा चाहिँ भट्टराईको योगदान चाहिँ एउटा स्टुडेन्ट लिडर, एउटा भारतीय स्वतन्त्रता सङ्ग्रामको नेतृत्वकर्ता युवा भारतीय फ्रिडम फाइटर, त्यसपछि गएर उहाँले चाहिँ नेपालमा चाहिँ सशस्त्र विद्रोहको कमान्डर र त्यसपछि जब 7 सालको क्रान्ति सफल भइसकेपछि नेपालको पहिलो सल्लाहकार सभाको अध्यक्ष र त्यसपछि गएर निर्वाचित प्रतिनिधि सभाको सभामुख र पछि गएर नेपालको प्रधानमन्त्री अनि नेपालको संविधान उहाँले जारी गर्नुभयो। यसरी नेपालको आधुनिकीकरणमा, नेपालको समाज परिवर्तनमा, नेपालको मोडर्नाइजेसन आधुनिकीकरणमा, नेपालको सोसल चेन्जमा, नेपाल अहिले जुन अवस्थामा छ त्यो अवस्था ल्याउनको लागि अरू पनि धेरै नेताहरू हुनुहुन्छ, एउटासँग अर्को कम्पेयर गर्न हुँदैन। आजको दिन चाहिँ केपी भट्टराईकै बारेमा मैले बोल्छु। मैले अब गणेशमानजीको बारेमा या बिपीको बारेमा अथवा सुवर्ण शमशेरको योगदान या शहीदहरूको 4 शहीदहरूको योगदान तिनीहरूको बारेमा आज उनीहरूलाई सम्झिँदै, तर प्रमुख रूपमा भट्टराईलाई सम्झिँदाखेरि उहाँले चाहिँ एउटा यस्तो किसिमको चाहिँ संस्कार विकास गर्नुभयो कि जुन कुरो मैले शोध कार्यमा, रिसर्चमा, अनुसन्धानमा त्यो कुराहरू पनि मैले देखेँ कि उहाँ चाहिँ एउटा यस्तो लिडर हो जो चाहिँ राजनीतिक दलको एउटा सानो इकाइको मात्र अटाउने होइन, उहाँ समाजको सबै अङ्गमा सबै क्षेत्रमा उत्तिकै ज्ञान भएको र एउटा दार्शनिक टाइपको। उहाँ चाहिँ देशको पूर्व प्रधानमन्त्री मात्रै भट्टराईलाई भन्दा थोरै होला, उहाँलाई चाहिँ के भन्न सकिन्छ भने उहाँ चाहिँ एउटा ठुलो दार्शनिक व्यक्तित्व हुनुहुन्थ्यो पनि भन्न सकिन्छ। उहाँलाई विश्वास गर्नेहरू भारतका ठुला नेताहरू चन्द्रशेखरदेखि लिएर बिपी सिंहसम्म भट्टराईलाई मान्थे, सम्मान गर्थे। यसरी चाहिँ भट्टराईको जुन गहन अध्ययन चिन्तन, भट्टराईको जीवनी र भट्टराईले दिएको बाटोमा नेपाल अगाडि बढाउने कुरामा अहिलेको युवाहरूलाई प्रेरणा किन मिल्छ भने उहाँको सबैले भन्ने गरेका छन् कि एउटा सुराई लिएर, एउटा छाता लिएर, ट्याङ्का लिएर प्रधानमन्त्रीको रूपमा बालवाटारमा छिर्नु भएको, फर्किँदा पनि त्यस्तै अवस्था थियो, देशको प्रधानमन्त्री यस्तो हुनुपर्छ भन्छन्।
त्यो चाहिँ एउटा आम जनमानसमा देखिएको उहाँको सादगीपन हो। त्यो एउटा चाहिँ त्यो सबैले अनुकरण गर्न सक्यो भनेदेखि वास्तवमा अहिलेको जुन विध्वंस, अहिलेको जुन अराजकता, अहिलेको लुटपाट हुँदैन थियो होला। नेताहरूमा सादगी हुनुपर्छ, जसरी गान्धीमा सादगी थियो, जसरी भट्टराईमा सादगी थियो त्यस्तो हुनुपर्छ। जसरी बिपी कोइरालामा सादगी थियो, जसरी मनमोहन अधिकारीमा सादगी थियो, यसरी चाहिँ नेताहरूमा सिम्प्लिसिटी, गान्धीले नै भनेका छन् सिम्पल लिभिङ हाई थिङ्किङ, त्यो वास्तवमा भट्टराईमा लागु हुन्छ जस्तो मलाई लाग्छ। जस्तो तपाईँले शोधपत्र चाहिँ गर्नुभएको थियो भट्टराईको बारेमा, कति सालमा गर्नुभएको थियो त्यो शोधपत्र? मैले 2050 सालमा जुन बेलामा केपी भट्टराई उपचुनावमा चुनाव लड्नुभयो, चुनावमा उहाँ पराजित हुनुभयो। त्यो बेलामा हजुर पहिला संसदमा लड्नुभयो 48 सालमा, त्यो बेलामा पनि पराजित हुनुभयो र 50 सालको चाहिँ सायद माघ महिनामा भएको चुनावमा पराजित हुनुभयो। त्यसपछि उहाँमा अलिकति त्यो बेलामा चाहिँ केपी भट्टराईमा अलिकति निराशा, अलिकति फ्रस्ट्रेसन, किन दुईचोटि संसदमा चुनावमा हारिसक्नु भएको थियो, प्रधानमन्त्री हुनुहुन्थ्यो, संविधान बनाउनु भयो र संसदमा चाहिँ उहाँ प्रवेश गर्न सक्नुभएको थिएन र पार्टीमा पनि ठुलो विभाजनहरू आइरहेको थियो। त्यस बेलामा उहाँले एउटा राम्रो काम, अत्यन्त अहिले सन्दर्भ मैले यसो सम्झिन्छु, त्यो बेला चाहिँ अहिले जस्तो विशेष महाधिवेशन भनेर केही साथीहरू कङ्ग्रेसमा अहिले हस्ताक्षर गरेर आह्वान गरिरहेछन्। त्यो बेलामा पनि विशेष महाधिवेशन भनेर केही मानिसहरू, केही साथीहरू नेपालको प्रज्ञा प्रतिष्ठानमा भेला भएका थिए, कङ्ग्रेसका साथीहरू, र विशेष महाधिवेशन भेला भएको ठाउँमा केपी भट्टराई आफै गएर त्यो हलमा गएर उहाँले के भन्नुभयो भने, तपाईँहरू यो विशेष महाधिवेशन जुन भन्नुहुन्छ, तपाईँहरू के माग छ म पुरा गरिदिन्छु, यो विशेष महाधिवेशन चाहिँ हटाउनु भनेर विशेष महाधिवेशनलाई विशेष भेलामा उहाँले परिवर्तन गराउनु भयो र विशेष भेलामा गिरिजाप्रसाद र भट्टराई दुवैले सम्बोधन गरेर पार्टी फेरि एक ठाउँमा ल्याउनु भयो। त्यसकारण यो चुनाव त्यो बेला त्यही सन्दर्भमा चाहिँ र नेपालमा त्यो बेला संसद विघटन भयो, 3674को जन्म भयो, द्वन्द्वहरू भयो, त्यो सन्दर्भमा चाहिँ मैले त्यो इतिहासको कालखण्डमा मैले उहाँको बारेमा अनुसन्धान गरेको टाइम त्यो बेलामा हो। जस्तो तपाईँले अनुसन्धान गर्नुभएको 17 वर्षपछि उहाँ बित्नुभयो 67 सालमा, र त्यसपछि पनि धेरै परिवर्तन आए। ती परिवर्तनहरू जस्तो उहाँले देह त्याग गर्नु अगाडिसम्म त उहाँका धेरै परिघटनाहरू, पहिलेका भन्दा पछिका परिघटनाहरू पनि स्मरणयोग्य छन्। ती कुराहरूलाई समेटेर शोधपत्रलाई किताबको रूपमा गर्ने केही सोच्नु भएको छ या छैन, अथवा कसैले गर्न सक्यो भने सहयोग गर्न सक्ने सम्भावना के छ? त्यो चाहिँ एकदम अति आवश्यक प्रश्न तपाईँले गर्नुभयो, राम्रो प्रश्न गर्नुभयो। मैले त्यसबारेमा मलाई केही साथीहरूले त्यसमा चाहिँ लौ न यसलाई अगाडि बढाउँ भन्नुभएको छ। मलाई लाग्छ यो निकट भविष्यमै यो तपाईँहरूको पनि सहयोगले त्यो उहाँको चाहिँ त्यसभन्दा पछाडिका समेत गतिविधि, उहाँको मरणोपरान्त मृत्युपछिका समेत घटनाहरूलाई जोडेर एउटा यो नेपालको पुस्तालाई, नेपालका युवाहरूलाई काम लाग्ने ग्रन्थ प्रकाशन गर्न सक्यौँ भने तपाईँ हामी सबैले नेपालप्रति गरेको योगदान नै रहनेछ। धन्यवाद यहाँलाई यो महत्त्वपूर्ण कुराकानीका लागि। हामीले यो आज जन्म जयन्तीको अवसर पारेर यो चाहिँ यो भट्टराई आश्रममा हरेक वर्ष हुने कार्यक्रम हुन्थ्यो। यो यसपटक के छ अवस्था भनेर बुझ्न आउँदाखेरि यो चाहिँ यस्तो भग्नावशेष अवस्थामा हेरेका थियौँ र वर्तमान नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का जो चाहिँ 2 वर्ष अगाडि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा उप प्रधानमन्त्री भइसकेपछि यही स्थानमा आएर भट्टराईको शालिगलाई ढोग्नु भएको थियो र त्यो शालिगलाई घुमेर उहाँले आरती गर्नुभएको थियो। त्यो शालिग भएको ठाउँ आज भग्नावशेष अवस्थामा छ। यो स्थानको संरक्षण गर्ने दायित्व स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारको पनि हो। सायद
संरक्षण होला आशा गरौँ। यसपछिका घटनाहरू अपडेट पछि हामी गर्ने नै छौँ। यहाँ बस्दा एउटा यता हेर त बाबु।